हेलो एभ्रिवान, वेलकम ब्याक टु माई मिनी ब्लग। आज चाहिँ म तपाईँहरूलाई के देखाउनु गइराखेको छु भन्दा चाहिँ नि यहाँ हेर्नुहोस् है साथीहरू, तपाईँहरूलाई चाहिँ नि नयाँ आइडिया सेयर गर्दैछु है साथीहरू। यहाँ चाहिँ हुनुहुन्छ हाम्रो विकास सर होइन। विकास सरले चाहिँ के गर्नु हुँदैछ भन्दा चाहिँ इस्कुसको लहरा चाहिँ डढाउनु हुँदैछ। किन भन्दाखेरि चाहिँ यो चाहिँ तारको मचन छ र चाहिँ अब यो तारको मचनमा चाहिँ तानी बस्नु अप्ठ्यारो हुन्छ नि त। त्यही कारणले गर्दाखेरि चाहिँ यो चाहिँ सुक्नु लगाएर चाहिँ यो मचनमै डढाउँदैछ। अन्त यो चाहिँ बाँसको मचन हुनु भएन होइन, बाँसको पोस हुनु भएन। अन्त यो चाहिँ फलामको पोस, अन्त फलामको मचन हो। अनि त्यहाँबाट अलमोस्ट डढाइसकेको रहेछ। अन्त यो माथि माथि अड्केको इस्कुसहरू पनि अब यसरी झर्छ होइन। अनि त्यहाँदेखि यहाँ चाहिँ छुट्टीमा चाहिँ हाम्रो विकास सर चाहिँ काम गरेकै। अन्त उहाँ माथि देख्नु हुँदैछ अब बिरुवा पनि अब इस्कुसको यत्रो लामो लामो पर्लाएर आइसक्यो होइन। अनि त्यहाँदेखि चाहिँ यहाँ चाहिँ जोर सप्लाई गर्नुहुन्छ इस्कुस फलेपछि। अनि इस्कुसको जरा चाहिँ ग्यान्टोक सप्लाई गर्नुहुन्छ है हाम्रो सरले चाहिँ। हाम्रो सर चाहिँ पुरा काम गर्नुहुनेवाला छ कि। अन्त त्यहाँदेखि चाहिँ यो माथि माथि अड्केको इस्कुसहरू चाहिँ अन्त यसरी आगोले डढाउँदाखेरि चाहिँ भुइँमा झरेर चाहिँ त्यो अब माथि अब निकाली बस्नु पर्दैन रहेछ। अन्त अप्ठ्यारो नहुने रहेछ, अन्त सजिलो हुने रहेछ कि। अन्त त्यही कारणले त आइडिया लगाउनु भएको अरे हाम्रो सर साहबले चाहिँ। अन्त न्यू आइडिया चाहिँ तपाईँहरूलाई सेयर गरेको है साथीहरू। तपाईँहरू पनि अब होइन तार छ भने चाहिँ यसो गर्नु सक्नुहुन्छ। तारमा चाहिँ अलिक अब तान्नु अप्ठ्यारो हुन्छ नि त यो इस्कुसको लहराहरू। अन्त सुक्नु लगाएर चाहिँ यसरी डढायो भने चाहिँ बेस्ट आइडिया भनेर चाहिँ मैले चाहिँ तपाईँहरूलाई होइन यहाँ चाहिँ अब स्पेस चाहिँ हुनुपर्छ भन्नुहुँदैछ सरले होइन। अन्त हाम्रो चाहिँ यहाँ चाहिँ विकास सरको चाहिँ अब स्पेस फुल छ होइन। अनि यो चाहिँ अब हाम्रो विकास सरको आइडिया चाहिँ अब तपाईँहरूलाई होइन सेयर गर्दै गरेको। मन पर्यो भने सेयर गरिदिनुहोस्। कस्तो लाग्छ तपाईँहरू अब तपाईँहरू पनि आइडिया अब सिक्नुहोस् हाम्रो सरकोबाट। अवश्य आइडिया चाहिँ नभनिदिनुहोस् होइन, यो चाहिँ मलाई चाहिँ जहाँसम्म लाग्यो यो चाहिँ बेटर आइडिया जस्तो लाग्यो। किनकि अब होइन अब यो तारमा त तान्नु अप्ठ्यारो हुन्छ नि त गाइसहरू। यो तारमा चाहिँ तानी बस्नु अप्ठ्यारो हुन्छ कि। त्यही कारणले गर्दाखेरि चाहिँ यस्तो आइडिया लगाउनु भएको हाम्रो सरले कि। अन्त यो सुकेपछि चाहिँ यसरी डढाउनु चाहिँ अब सजिलो हुन्छ। यो डढाउनुको मेन रिजन चाहिँ होइन अब फल्दाखेरि चाहिँ अब यो घस्यौटाहरू त्यतिकै छ भने चाहिँ नि अब कुहाएर अब होइन हावा खेल्नु पाउँदैन। अन्त मजाले फुल्नु पनि पाउँदैन, अन्त फल्नु पनि पाउँदैन कि। त्यही कारणले गर्दा चाहिँ अब यो चाहिँ मेन चाहिँ डढाउनेको अब रिजन चाहिँ यही हो। अगौटे बिजन चाहियो भने चाहिँ यहाँ हाम्रो सरलाई अब कन्ट्याक्ट अब होइन मलाई अब कमेन्ट गर्न सक्नुहुन्छ। तपाईँहरूलाई नि राम्रो लाग्यो भने चाहिँ हाम्रो सरको आइडिया चाहिँ अब सेयर गरिदिनुहोस् भन्न चाहन्छु होइन।